भगवत गीता अध्याय 2 श्लोक 27। जो जन्मिएको छ त्यो अवश्यै मर्छ र मरेपछि फेरि अवश्यै जन्मिन्छ। अतः आफ्नो नगरी नहुने कर्तव्यको पालन तिमीले गर्नै पर्दछ र यसमा शोक गर्नु हुँदैन। तात्पर्य: आफ्ना जीवनका क्रियाकलाप अनुसार मानिसले जन्म ग्रहण गर्नु पर्दछ र एउटा जीवनको कर्म अवधि पूरा गरेपछि उसले फेरि अर्को जन्म लिनका लागि मर्नु पर्दछ। यसरी मुक्ति प्राप्त नगरेसम्म जन्म र मृत्युको यो चक्र चलि नै रहन्छ। जन्म र मृत्युको यो स्वाभाविक चक्रले हत्या, वध र युद्धको समर्थन गर्दैन, तैपनि सँगसँगै मानव समाजमा शान्ति र सुव्यवस्था बनाइराख्नका लागि यस किसिमका युद्ध वा हिंसा पनि अपरिहार्य हुन्छ। कुरुक्षेत्रको युद्ध भगवानका इच्छाले भएको थियो, त्यसैले त्यो अपरिहार्य थियो र सत्यका लागि लड्नु क्षत्रियको कर्तव्य पनि हो। यस्तो अवस्थामा आफ्नो कर्तव्य पालन गर्ने क्रममा इष्ट मित्रहरू मर्छन् कि भनेर अर्जुनले किन डराउनु वा शोक गर्नु पर्थ्यो? अर्जुन नियम भङ्ग गर्न उचित ठान्दैनथे। यसो गर्दा उनी पाप कर्मका प्रतिक्रियाको भागी बन्नु पर्थ्यो, त्यसैले उनी यति धेरै डराइरहेका थिए। राम्ररी आफ्नो कर्तव्य पालन गर्न छोडेर आफ्ना सम्बन्धीहरूको मृत्युलाई रोक्न पनि उनी सक्दैनथे र कर्तव्यबाट विचलित भएर असत बाटोमा लाग्दा पनि भ्रष्ट वा पतित भइन्छ कि भन्ने डर उनलाई थियो। भगवत गीता अध्याय 2 श्लोक 28। जन्मिनुभन्दा अगाडि सबै जीवहरू अव्यक्त अवस्थामा हुन्छन्। जन्मेर नमरेसम्मको मध्य अवस्थामा तिनीहरू व्यक्त हुन्छन् र मरेपछि फेरि अव्यक्त नै हुन्छन्। अतः यसमा शोक गर्नुपर्ने के आवश्यकता छ? तात्पर्य: दार्शनिकहरू दुई किसिमका हुन्छन्। एक किसिमका दार्शनिकहरू आत्माको अस्तित्वलाई स्वीकार गर्दछन् र अर्का किसिमका दार्शनिकहरू आत्माको अस्तित्वलाई मान्दैनन्। यी दुवै अवस्थामा शोक गर्नुपर्ने कुनै कारण देखिँदैन। वेदान्तवादीहरू आत्माको अस्तित्व नमान्ने दार्शनिकहरूलाई नास्तिक भन्दछन्। यदि तर्ककै लागि यो नास्तिकवादी सिद्धान्तलाई मान्ने भए पनि मृत्युमा शोक गर्नुपर्ने कारण छैन। आत्माको स्वतन्त्र अस्तित्वभन्दा भिन्न सम्पूर्ण भौतिक पदार्थहरू सृष्टिभन्दा अगाडि अदृश्य अवस्थामा रहन्छन्। अदृश्य रहने यही सूक्ष्म अवस्थाबाट नै दृश्य अवस्था आउने गर्दछ। जस्तै आकाशबाट हावा र हावाबाट आगो प्रकट हुन्छ, आगोबाट पानी उत्पन्न हुन्छ र पानीबाट पृथ्वी प्रकट हुन्छ। पृथ्वीबाट विभिन्न प्रकारका वस्तुहरू प्रकट हुन्छन्। उदाहरणका लागि एउटा गगनचुम्बी महल पृथ्वीबाटै प्रकट हुन्छ, अनि जब त्यसलाई भत्काइन्छ त्यो अदृश्य हुन्छ र परम अवस्थामा त्यो अणुका रूपमा विद्यमान रहन्छ। समयानुसार वस्तुहरू प्रकट वा अप्रकट अवस्थामा रहे पनि शक्ति संरक्षणको नियम यथावत रहिरहन्छ। भिन्नता यति हो। त्यसैले कुनै वस्तु प्रकट वा अप्रकट हुँदा चिन्तित हुनुपर्ने कारण केही छैन। अप्रकट अवस्थामा पनि वस्तुको सूक्ष्म अस्तित्व समाप्त हुँदैन। सुरुको र अन्त्यको दुवै अवस्थामा सम्पूर्ण तत्त्वहरू अप्रकट नै रहन्छन्। केवल बीचको अवस्थामा मात्रै तिनीहरू प्रकट हुन्छन्। त्यसैले यसबाट भौतिक रूपमा पनि कुनै विशेष अन्तर पर्दैन। यदि भगवत गीतामा भनिए बमोजिमको वैदिक ज्ञानको निष्कर्षलाई मान्ने भए पनि भौतिक शरीर समयका क्रममा नाश हुने किसिमको छ र आत्मा शाश्वत छ। अतः हामीले सधैँभरि के कुरा ध्यानमा राख्नु पर्दछ भने यो शरीर आत्माको परिधान वा लुगा कपडा जस्तो हो। त्यसो भए कपडा परिवर्तन गर्दा शोक किन? शाश्वत आत्माको तुलनामा भौतिक शरीरको अस्तित्व क्षणभङ्गुर छ। शरीरको अस्तित्व सपना जस्तो हो। सपनामा हामी आकाशमा उडिरहेका हुन सक्दछौँ
राजा बनेर रथमा बसिरहेका हुन सक्दछौँ, तर जब हामी उड्दछौँ त्यस समय न हामी आकाशमा उडिरहेका हुन्छौँ न रथमा बसिरहेका हुन्छौँ। वैदिक ज्ञानले भौतिक शरीरको अस्तित्वविहीनताका आधारमा मानिसलाई आत्मसाक्षात्कार गर्न उत्साहित गरेको छ। अतः हामीले आत्माको अस्तित्वलाई माने पनि नमाने पनि दुवै स्थितिमा शरीरको विनाश भयो भनेर शोक गर्नुपर्ने कुनै कारण छैन।